हेलो साथीहरू, वेलकम टु माई मिनी भ्लग। अनि आज चाहिँ हाम्रो बाबाको बर्थडे, त्यही भएर हामीले चाहिँ आज बाबालाई सरप्राइज दिने भनेर सोचिरहेको छौँ। अनि बाबा चाहिँ च्याउ टिप्नलाई माथि डेम्बा शेर्मालीतिर जानुभएको छ। अनि यता हुनुहुन्छ भाइ र मम्मी। अब के गरिरहेछौँ त्यो देखाउन गइरहेको छु। तो चलिए शुरू करते हैं। केक पनि घरमै बनाउने भनेर हामीले रेडी गरेको केकको लागि यसमा चाहिँ के मिसाक्छु भने मैले अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। बिस्कुट अनि चोकोपान अनि टाइगर बिस्कुट अनि क्रिमवाला बिस्कुट मिसाएको थिएँ। यसमा चाहिँ खासै क्रिम नहुँदो रहेछ, ओरेन्ज बिस्कुट रहेछ। अनि अब बाँकीको कामहरू फेरि देखाउँदै गर्नेछु, हेर्दै गर्नु। हेलो साथीहरू, बाबा चाहिँ आइसक्नुभयो। च्याउ पनि टन्नै लिएर आउनुभएको छ। हेर्नु यता अझै छ। के च्याउ हो तपाईँहरूले चिन्नुभयो कि भएन? च्याउ चाहिँ धेरै लिएर आउनु भएछ। यसमा पनि च्याउ छ। अब कस्तो कस्तो च्याउ छ हेरौँ है। कौन है ये लोग? कहाँ से आते हैं? फाइनली साथीहरू, हामीले सबै च्याउ खोलिसकेका छौँ। यो चाहिँ कालो च्याउ। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। मैले जाऊ त्यत्रो त मैले जिन्दगी न। अच्छा कालो च्याउ साथीहरू। यो त कत्रो छ पाए च्याउ। साँच्चै कत्रो ठुलो यो। हेर्नु साथीहरू, पहिलो च्याउ। सूर्यमुखी फुल जात्रा। अनि दुधे च्याउहरू पनि धेरै रहेछ। अनि अरू चाहिँ यो चाहिँ कुन च्याउ बाबा? यो चाहिँ रातो च्याउ। यसमा कस्तो रुखको होला यो। ये बड़ी अच्छी बात कही आप। केसँग खाने हो यो? भुटेर खाने। तपाईँहरूलाई केक देखेर हाँस्न चाहिँ नहाँस्न मेरो। कस्तो छ साथीहरू, मैले चाहिँ खासमा मैले मम्मीको बर्थडेमा पनि बनाएको थिएँ कि, अनि त्यस्तै खालको बनाउनु खोजेको थिएँ। अनि उमाल्दै त्यो उम्लिने क्रममा हाम्रोतिर त्यो कराई हुन्छ नि, तरकारी पकाउने कराई हुन्छ नि, त्यसमा पानी उमालेर त्यसमाथि यो भाँडो राखेर बनाउनु खोजेको थिएँ खासमा। अनि के भयो भने पानी उम्लेर चाहिँ यो भित्र पसेछ कि, त्यही भएर किलो भएर मैले चाहिँ अब यस्तै केक राख्ने उसमै सजाउने भन्ने सोचेको थिएँ। तर थालमै भए पनि ठिकै छ भनेर बनाइसकेको छु। अनि हाम्रोमा चाहिँ अहिले बाजे र बोजू आउनुभएको छ। मेरो
मम्मी बाबा आउनुभएको छ अनि अब कस्तो हुँदो रहेछ रियाक्सन है। तल किचनमा हुनुहुन्छ अनि म चाहिँ यता कोठामा छु कि रुममा। अनि अब रियाक्सन कस्तो आउँछ हेरौँ है। केक चाहिँ बिग्रेको छ है। केक चाहिँ केक हो जस्तो नै भएको छैन कि साथीहरू। अनि अब जे भए पनि टाइम त रहेछ अब अर्को बनाउनलाई पनि। सबैजना तल किचनमै हुनुहुन्छ अनि म बनाउनु सक्दिनँ। त्यही भएर अब यही हेरौँ बाबाले के भन्नुहुन्छ। अनि फेरि अर्को साथीहरू मैले बाबालाई अर्को सरप्राइज पनि यहाँ टिपारेको तपाईँले फर्स्टमा तपाईँलाई देखाउँछु। गाडी मैले चाहिँ बाबालाई अस्ति पलाटी जाँदाखेरि बजार जाँदाखेरि अस्ति चाहिँ त्यतिखेर किनिसकेको थिएँ। 10-12 दिन अगाडि नै देख्न सक्नुहुन्छ। यो भएर कस्तो हुँदो रहेछ कस्तो। अब रियाक्सन हेर्ने बेलामा फेरि देखाउने छु है साथीहरू। Matarigo, pai. Picok. Matarigo. Matarigo, pai. जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला। धर्म हुन्छ।